दामी हुन्छ कि फेरि सेकेन्ड टाइम पनि बनाउँ मन लाग्छ। अस्ति मैले बनाएको थिएँ दामी भएको थियो। यसपालिको झन् दामी भयो। गाइस हेर्नुहोस् त त्यो दामी भएको छ कि। अन्त मिहिनेत छ र हेभी छ नि। अब यसलाई फ्राई गर्नु पर्यो, सेलाउनु पर्यो। त्यहाँदेखि सेलाएपछि मजाले मसलाले कोट गर्नुपर्छ है गाइस। अनि मसलाले कोट गरिसकेपछि अन्त आधी घन्टा जस्तो तेल लगाएर त्यो फ्राई गरेको तेल हालेर राखेर चाहिँ त्यहाँदेखि चाहिँ जस्तो गर्दा पनि हुन्छ, राख्दा पनि भयो खाँदा पनि भयो होइन गाइस। सेवारो आज चाहिँ मैले चिकनको अचारको रेसिपी बनाइरहेको छु है गाइस। अन्त यहाँ चाहिँ मैले सुकेको खोर्सानी स्वादअनुसार नुन होइन अनि अजिनामोटो हल्का कम्ती अनि तेल चाहिँ बादमा चाहिँ फ्राई गरेकै तेल हालिदिएको है। अनि जति खानु मनपर्नेले चाहिँ अदुवा र लसुनको पेस्ट हालिदिँदा पनि हुन्छ र ड्राई हाल्दा पनि हुन्छ। अदुवाको काटेर मैले चाहिँ नपाएर चाहिँ पेस्ट हालिदिएको छु है। अदुवा र लसुनको पेस्ट हालेको छु र तोरीको दाना अनि धनियाँ अनि जिरा अनि लास्टमा चाहिँ रहेको छ मैले भिनेगर हल्का हालेर चाहिँ यसलाई प्रिजर्भ गर्नेवाला छु है गाइस। हेर्नुहोस् है यसमा चाहिँ डिप फ्राई गरेर चाहिँ माथिबाट चाहिँ मसलाले कोट गरेको हो होइन। मसलाहरू चाहिँ सबै फ्राई गर्नुपर्छ। मसलालाई पनि फ्राई गरेर चाहिँ भुटेर लास्टमा माथिबाट हालेर चाहिँ चलाइदिनुपर्छ है। किनभने मसलासँग फ्राई गऱ्यो भने चाहिँ डढ्छ होइन। अनि डढेपछि तितो हुन्छ, मिठो हुँदैन, अनि त्यसको गन्ध पनि आउँदैन नि त। अनि यो सानो सानो चाहिँ मैले मेथी पनि हल्का हालिदिनु पऱ्यो है। मेथी पनि हाल्छ भने चाहिँ अलिकति मिठो गन्ध टेस्ट आउँछ है मेथीको। अनि सुक्खा जति सक्दो चाहिँ ड्राई चिल्ली सुक्खा खोर्सानी हालिदिनु होला होइन। सुक्खा खोर्सानी लगायो भने चाहिँ यसलाई प्रिजर्भ गर्नु पनि सजिलो हुन्छ नि त। अनि काँचो लगायो भने चाहिँ कुहिने चान्सेस हुन्छ है। अनि त्यसको माथि चाहिँ यहाँ माथिबाट चाहिँ कोट गरिदिने तिल लाएर, यो चाहिँ सबै तिल हो। अनि तिल र खोर्सानीको दाना छ है, खोर्सानीको सिड। हेर्नु होला के मिठो भइरहेछ है। हेर्नुहोस् ल गाइस। ल म तपाईँहरूलाई एउटा टेस्ट गरेर देखाउँछु। यस्तो दामी भएको छैन, यस्तो डिप फ्राई भएको छ, यस्तो दामी। जस्तै खाएँ ल गाइस। म आफूले बनाएको तारिफ गरेको छैन कि मैले दामी। किन मासु मान्छेहरूले त्यतिकै नर्मली पकाएको मासुहरू त मन पराउँछ भने होइन, अचार बनाएर भने किन नमन पराओस्, त्यो दामी भएको छ। तपाईँहरूले पनि यसरी बनाएर खान सक्नुहुन्छ है। मैले पनि यो जानेको चाहिँ थिइनँ कि, युट्युबमा हेरेर सिकेको यो रेसिपी। तर आफै नहेरी सिक्दा पनि हुन्छ आफूलाई इन्ट्रेस्ट छ भने। मैले चाहिँ मसलामा चाहिँ अलिकति म कन्फ्युज थिएँ नि त, त्यही भएर चाहिँ यसरी चाहिँ राख्नु सकिँदो रहेछ है अचार चाहिँ बनाएर प्रिजर्भ गरेर। किनभने कोही यस्तो समटाइम्स अब पाहुनाहरू आइहाल्नु पऱ्यो भयो नि होइन। अनि यस्तोहरू अचारहरू छ भने चाहिँ अब हेल्प हुन्छ नि त बनाइबस्नु फेरि होइन, रमाइलो हुन्छ। त्यो दिइराखेर आफूले फर्दर खानाहरू बनाउँदा पनि हुन्छ नि त। अब हाम्रो लिम्बूकोमा त फेरि यस्तो अचार बिना चाहिँ अब चल्दैन नि त, लाइफै भन्नु है। लाइफ अचारसँग चल्छ नि त। पाहुनाहरू आयो भने पनि अलिकति अब चिरिपसँग खानुपर्ने होइन र रीतिरिवाज छ होइन। त्यही भएर चाहिँ यो चाहिँ बनाउन सिक्यो भने चाहिँ एकदम हेल्प हुने रहेछ है लाइफमा। तर मासु चाहिँ अब बेसी खाएको चाहिँ राम्रो होइन, र पनि अब यसरी चाहिँ बनाइराखेको छ भने आफूलाई हेल्प हुन्छ। अहिले चाहिँ म रेसिपीको सामानहरू चाहिँ देखाउनु भएन किनभने मैले अलिक म बिजी भएर चाहिँ मलाई त घुम्नु जानु पनि छ नि त। त्यही भएर चाहिँ मैले रेसिपीहरू बनाएको देखाउनु चाहिँ तपाईँहरूलाई मैले पाइनँ है। सो सरी गाइज, भातमा देखाउँछु म नेक्स्ट टाइम फेरि बनाउँछु होइन। यो चाहिँ अब टक्कै बट्टामा राख्ने है, राखिसकेको छु मैले चाहिँ। अब यसलाई चाहिँ माथिबाट चाहिँ कभर
ल्याएर राख्थ्यो घाममा राख्दा पनि हुन्छ प्लस यतिकै राख्दा पनि हुन्छ है आजको लागि चाहिँ मेरो सर्ट भिडियो यति नै छ बाई बाई